गिफ्टहरु अनबक्स गर्दै हुनुहुन्छ। हाम्रो आज शिवम सरको बर्थडे भइरहेको छ। जयमसी तयारी एकदम राम्रो भइरहेको रहेछ है। ओहो आज त के हो है, यो त खाइ नसक्नु रहेछ त अन्त। ए ठिकै ल है निम्ति को बाटोमा डोर्याउनु हुन्छ। त्यो चाहिँ मन्दरीको एउटा चाहिँ के हुन्छ, गोथालो हुन्छ है। असल गोथालो, असल गोथालोले के गर्छ, आफ्ना भेडाहरूलाई असल मार्गमै डोर्याउँछ। त्यस कारणले गर्दा जुन एउटा उहाँहरूको जिम्मेवारी
बर्थडेको दिनमा चाहिँ हाम्रो फादरको पनि अभिषेक भयो है, डिकनमा हुनुहुन्थ्यो तर अहिले चाहिँ के अरे रेभरेन्ड फादर उपेन्द्रमा चाहिँ ट्रान्सफर हुनुभएको छ र परमेश्वरलाई धन्यवाद दिन चाहन्छु र तपाईँहरूलाई पनि परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। अनि तपाईँहरूले गर्दै गरेको काम हजुर माइकै छैन होइन, अब तपाईँहरूको काममा सबै कुरामा परमेश्वरले आशिष दिनुभएको छ र आत्मिक रूपमा शारीरिक रूपमा परमेश्वरले चाहिँ स्वस्थ राख्नुभएको होस्। यति नै चाहिँ हाम्रो भीम सरको बर्थडेको खाना है, मासु छ, अचार अनि पापड धेरै भयो। अनि त्यसपछि यो चाहिँ चिसो है, कोक अनि यता मिरिन्डाहरू फेन्टा पनि रहेछ होइन, र सबै खाने काम चाहिँ भइसकेको छ। चाहिँ बर्थडे सकिसकेको छ र हाम्रो भीम सरले गिफ्टहरू अनबक्स गर्दै हुनुहुन्छ है त। यो मलाई लाग्छ स्पिडमा बनाउँछु भीम सरको भिडियो। यो उयो तरकारी बनाउने हो क्या। 42 चाहिँ 10 रुपैयाँ पैसा लेखेको छ हो। अलिक बल्ल आउनुहोस्। कसले दिए गरे यो? ठुली आमाले होइन? ठुली आमाको मैले खोल्नु नमिल्ने। गिफ्ट खोल्नु गाह्रो भइरहेको छ। तपाईँलाई थाहा छ होला नि यसको सङ्केत फेरि अघि भनेको दामी रहेछ है। ओहो कस्तो क्युट के तरकारी त मिठो। यसमा त अन्त भीम सर बनाउनु पनि मिल्छ उयो गर्नु। 6-10 जनाको लागि पाक्छ क्या त। यता दिदीले आशिष दिँदै हो। धन्यवाद गर्नु न भिडियोमा। ठुली आमालाई धन्यवाद। यो के अरे बिहा छिटो गर भनेर मलाई थाहा छैन त, अघि गुरुबारको आमाले भन्नुभयो ठुलो बुवाले है अब कति ठुलो हो गिफ्ट, सबैभन्दा ठुलो गिफ्ट रहेछ है। कुकर नै हुन सक्छ। कुकर हो, मलाई पनि थाहा भयो। कुकर र कराई आयो है भीम सर। म्याउ ल्याउनु छिटो। कैँची ल्याउनु पर्छ क्या। यो पकड त म कैँची ल्याउँछु भीम सरलाई सजिलो होला। नभन्दै खन्छ यसले होइन अरू पनि छ होला नि त खोल्नु। कुकर हो, प्रेसर कुकर हो यो चाहिँ, फिस्स गर्ने। पछि अब यसरी गराउ त म अमिता म्यामलाई बोलाउँछु। पुरी आउँदा बेला खाली कैँची नि ल्याउँछु। अमिता म्यामलाई बोलाउँछु होइन अहिले जानुपर्छ। छिटो गर्नु न, मेरो भिडियो लाउनु हुँदैछ। केही हुन्न, फास्ट गर्न मिल्छ। ल ल्याउ त। मेरो धेपेरै बनाइदिएको छ त के हो चलन छालालाई पो त टोपीले म्याप गरेको छ। ए तातो भएर कि मैले लगाइरहेको कति कति पर्दो रहेछ भीम सर? सुरुमा त 1500 हुन्थ्यो अनि 1000मा दियो। कस्तो राम्रो कुकर रहेछ यो। प्रेस कुकर कति लिटर हो? बन्न देखिसके खोलेर देखाउनु भन्ने थाहा भयो। खोलेर देखाउनु के देखाउनु देखाउने हो र भित्रको पनि हेरौँ न बा, के थाहा अरू पो छ कि? सानो देखे त टाउको त। अनि यो चाहिँ तलको ए यो त जेस ल 4जनाको लागि 5जनाको लागि ठिकै पुग्छ। हुन्न ल हाम्रो दिदीले 5जनालाई हुन्न भन्दैछ, भीम सरले 2जनाको लागि चाहिँ हुन्छ अरे। ल यो पनि हेरौँ ल।
कसले दिएको मलाई थाहा हुँदैन। आई थिङ्क डिकन होइन ए होइन डिकनको यहाँ यो कसको हो? डिकन फादरको त कसले दिएको मलाई यो? यो सो भाजी दिँदै दिनु भएको मलाई थाहा छ। हाम्रो भीम सर बिचरा कति वर्ष गिफ्ट खोल्दै हुनुहुन्छ। छैन दिएको। नाम छैन जसले दिनुभयो राम्रो दिनुभयो मैले थाहा पाइसकेँ। ओ माय गॉड। सो भाजी दिले रहेछ त हो के हो ए हो रहेछ काम मैले खै देखाउ न देखाउ न ओहो यो चाहिँ बच्चालाई है कस्तो राम्रो पछि भीम सरको बच्चालाई थुक्पा खानु काम लाग्छ। हो यो चाहिँ याम बहिनीले होला या मायाले त्यो छोरालाई यो चाहिँ छोरीलाई होला होइन हो छोरीको लागि पनि आइसक्यो। हुनेवाला हाम्रो म्याम कता हुनुहुन्छ हेर्नु होला आइसकेको छ। अहिले ल्याउनु यामको हो, त्यही त। नभन्नु न। विदेशतिर छ भन्ने सुनिएको छ ल यता हेर है भन्नु न। यो कसको रे? या मैले सेम छ ल अर्कोपट्टि फर्काएर यो चाहिँ छोरीको लागि है एकदम दामी ल पुरै परिवारलाई नै भयो त यो त अब। बिस्तारै बिस्तारै केक किन आई थिङ्क इट इज जुन होला। ए जुनबाट नि आएछ नि वाह 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 गिफ्ट गिफ्ट सिरा कोरेर बस्नु न यो तातो पानी खाने होइन र अरे ए प्यारो बहिनीको गिफ्ट है यो चाहिँ हाम्रो जुनुको। राम्रो गिफ्ट छैन र के धन्यवाद भन्नु न भन्छ वाउ कस्तो राम्रो। यो त डह्रो हुन्छ क्या यो जुन चाहिँ बहिनीले यो मलाई लास्टै मन पर्यो ल कलर पनि राम्रो लाग्यो। ठिक छ ल। यसमा के खाने? पानी खान्छ होला? सिसाको हो पानी मात्र होइन दुध नि खानु मिल्छ। तातो पानी खाने कि चिसो पानी खाने? ल ए सलमान फादरको के हो ए हो सरी सरी। सलमान फादरको थाहा छ मलाई कति राम्रो छ सलमानको उहाँले के हो? पक्कै यो उसको बेहुला। सुनको सुनको मलाई सुनको हो जस्तो लागेको छ सुनको हो है मलाई नि त्यस्तै लागेको छ हेरौँ। सुनको थाल हो मलाई पनि थाहा छ मलाई नि फादरले सुनको फादरले मलाई पनि दिनु मलाई थाहा त सलमान फादरले मलाई पनि सुनको। दिनुभएको छ सुन उहाँहरूले मबाट सिक्नु भयो है यो चाहिँ भन्नु नमिल्ने होइन। वाह भनेको हो त सुनको सुनको थाल सलमान फादरको त्यो चाउमिन फेभरेट पछाडि नाम लेखेको छ अरे ह्यापी बर्थडे टु यु थ्याङ्क यू अबे, सलमान कस्तो राम्रो भन्नुलाई है। अब यहाँ टक्कलाई यो चिनो पनि भयो। एकचोटि अनि यस्तो रोइदिनुहोस् न अनि एकचोटि भीम सर हँ? इमोसनल भइदिनुहोस् न एकचोटि। होइन लेखेर पनि अनुहार खानु पनि देखिने रहेछ त। हाम्रो डिकन सलमानलाई पनि धन्यवाद। यसमा चाहिँ बिहे गरेपछि म चाँडै भात खान्छु भन्नु न। अहिले म यो दराजभित्रै हुन्छ फेरि। भीम सरलाई यस भाँडा दोकान खोल्नुपर्छ। ल्याउनु ल फादर रेभरेन्ड फादरको त अघि नै खोलेको थिएँ है। मेरो त यो यस्तो दामी जाडो महिना। सिम्पल यो पनि अब फेरि फेरि मौका पाइन्छ दिने पर्छ है। छैन। त्यस्तो त नभन्नु डिकन रेभरेन्ड फादर उपेन्द्रलाई पनि धन्यवाद। आई थिङ्क गुरुआमा हुन्न होला क्या मलाई फिल पर्यो लाउनु त हुन्छ तर त्यो त हुन्नलाई महिना आउँदैछ भन्ने सङ्केतले होइन त्यो होइन त्यो चाहिँ के अरे ऊ त्यो भित्रबाट भएन भने साट्ने है दामी दामी छ कि यो साट्नुपर्छ है भएन भने भित्र राम्रो छ र मलाई चाहिँ तातो दामी हुन्छ दामी 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 ल धन्यवाद गुरुआमा हुन्छ कि हुन्न कि हुन्छ परमेश्वर दास्ती हुन्छ नभए ठिकै छ केही नै हुन्न नभए भने पछि पुस्ताला होला नि ल यो चाहिँ हाम्रो बम्बैया ओहो ल बम्बई दिदी तपाईँको गिफ्ट बेनीबाट अनबक्स हुँदैछ बर्थडे गिफ्ट यसलाई पनि हामी खुलेर हेरौँ के लाग्यो स्टिच हो? स्टिच विशेष छ भन्ने कुरा थाहा पाइयो केही काटिदिनु भित्र काटेला होइन पलास्टिक एक साइड काट्नु भीम सर अनि अनि तान्नु चेत्नु स्टिच थोरै प्लास्टिकको माया नगर्नुहोस् दिनुभएको छ यो प्लास्टिक सबै वेस्ट त हो। मलाई यो प्लास्टिकको गिफ्ट राम्रो लाग्यो क्या कलर वा सो ब्युटिफुल कति राम्रो अलिक colour सानो नि। हुन्छ कि होइन हुन्न ठिकै हुन्छ हुन्न भीम सर हुन्छ 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 फिटिङ हुन्छ होला है कस्तो राम्रो कलर के ए होइन ठिकै हुन्छ ठिकै हुन्छ भीमसार ठिकै बमेदीलाई पनि धन्यवाद यो गिफ्टको लागि अर्को चाहिँ यो एक्सपिरियन्स रमाइलो हुन्छ क्या
अब आएछ लास्ट आएछ है कतै यसो खोज्नुपर्छ अहिले ए तान छ है यहाँ पनि छ यहाँ पनि छ हेट यो त नामै नलेखेर चाहिँ कस्तो दियो मलाई थाहा भयो नि यो पनि खै हेर्नु त म थाहा पाउँछु मलाई थाहा छ के हेर्नु न कस्तो हो त गुरुआमाले विचार गर्नुहुन्छ मलाई थाहा छ क्या अझ कसको हो ले भन्नु यो त सानो हुन्न हाम्रो हुन्न। भाउजूले हो कि अमित सरले हो क्या अनुसार ए कस्तो दामी रहेछ हौ मलाई एकदम मन पर्छ यस्तो कपडा यो अनुसार वाउ। कस्तो उ रहेछ त पवित्र आत्मा आउनु भएको सोला भन्नु ल हाम्रो दाजुलाई पनि धन्यवाद राम्रो छ so much for this gift दामी कस्तो त्यो स्वर्गदूतको जस्तो त्यो चित्र राम्रो रहेछ कि यो चाहिँ कस्तो दियो है ओ यो त डबल डिजिट ब्याग माया तामाङ भने चाहिँ हाम्रो अस्छु सलमनको के अरे सरी सालमको सलमनको सलमनको होइन सालमको ल यसलाई पनि मैले कैँचीले काटेँ हस् रमाइलो भयो त हौ भीम सरले गिफ्ट खोल्ने हामी खुसी भएको नि ओहो दामी यो त एकदम स्टाइलिस 5 वर्षसम्म त लुगै नकिन पर्ने हो रहेछ होइन किन्नुहोस् 5 वर्षपछि त्यति साह्रो चाहिँ नगर्नुहोस् ठिक छैन ल हाम्रो माया छ्यामालाई पनि धन्यवाद है यो टी सर्टको लागि एकदम कलर राम्रो आइती माया मम आइतीमा हाम्रो प्यारो माउले पनि यहाँ गिफ्ट दिनुभएको छ दिनुभएको छ अब यसलाई पनि म खोल्छु कस्तो कलर दामी जस्तो देखेँ त सेतो है मलाई नि सेतो मन पर्छ अनि ब्ल्याक व्हाइट कलर एउटै दोकानमा किन्नु तर भयो चाहिँ म एक्सपेक्ट भन्न पनि मलाई यो अचम्मै लाग्यो कि नसोचेकै भएन सोच्नुपर्छ राम्रो कलर चाहिँ राम्रो भयो हाम्रो आइती माया माउलाई पनि धन्यवाद एकदम क्वालिटी छ यसमा ल कस्तो राम्रो सेतोमा है पवित्र दिएछ कि पवित्र ल पवित्र हुनुहोस् है भीम सर ल सधैँभरि ल अपवित्र काम नगर्नुहोस् ल अँ ल परमेश्वरलाई धन्यवाद हाम्रो आइती माया मामलाई पनि परमेश्वरलाई आशीष दिउन् नेक्स्ट ओके हाम्रो भाइ फुल र सोनियाले पनि आई थिङ्क यो पनि लुगा हुन सक्छ दुईजनाको र यसलाई पनि म त्यहाँ खाम पनि छ पैसा पनि हुन सक्ने सम्भावना मैले देखिसकेँ होइन खाम होइन त्यो बेसको उयो ए नभए त्यस्तै देखेर पो साइज होला होइन थ्याङ्क त्यस्तै यू ल भाइ र बुवाले पनि यो फर दिस ब्युटिफुल यो यस्तो टी सर्ट तले चाहिँ यङ देखाउँछ तर सानो त हुन्न होइन ए यो ठुलै रहेछ ठुलै रहेछ राम्रो रहेछ कफी कलर आई लाइक कलर राम्रो कलर आई थिङ्क सक्यो है सक्यो कतै लुकेको छ कि नगर्नु अब के त रहेछ ए यहाँ छ ओहो यहाँ बेस्ट अन्तिम छुट्दैछ ल सबैले एकै ठाउँबाट किने जस्तो लाग्यो कि निलमाया तामाङ पर्वत सबै एकैचोटि जानुभएछ भेला भएर ल हाम्रो निलमेदीले पनि मलाई दिनुभएको रहेछ निलमायादीले झन् कस्तो गलबन्दी दिनुभएको जस्तो देखेँ मैले यो सर्ट हो क्या सर्ट हो यो पनि लुगै हो एकदम दामी खालको सर्ट हो यो त होइन ए गलबन्दी सुरुमा ठिकै भने रहेछ होइन ए टेरी ल निलमेदीले पनि धन्यवाद कस्तो तातोवाला लगाइहाल्नु न बुढीलाई नै हो भनेर किनिदिनु भएको छ होइन यो बुढीको होइन बुढाको यो पनि चाँडै बिहे गरोस् भन्ने सङ्केत चाहिँ मैले माने अब यो त मैले त ओर्दिनँ त्यही पनि बुढीलाई नै म दिन्छु पछि बिहे गरेर ल यसो ल ल को म्याम हुनुहुन्छ हेर्नु होला है तपाईँको लागि राखिदिनुहुन्छ राखिदिनुहुन्छ दराजमा है सबै दराजमा होइन लगाउनु क्या कपुर हालेर हुन्छ कि के हालेको हुन्छ सब दराज ल हाम्रो भीम सरको चाहिँ सबै गिफ्टहरू अनबक्स भइसक्यो राम्रो अनि अब यता पैसा पनि देखेँ पैसा चाहिँ लगभग 4 लाख भनेको कोन्ता गर्नु त 4 लाख हो कि कति चल्छ त्यो त ल हेर्नुहोस् है यहाँ हाम्रो चार- सानो सानो नानीहरू 4 लाख पैसा दिएर ठुल्ठुलोले पनि दिएका छन् म गन्छु ल 500 1000 1500 2000 25 3000 3500 होइन अँ, 36 37 38 39 40 41 42 10 भनेपछि 4210 रुपिस भनेपछि 42 यो चाहिँ अँ, परमेश्वरको जन्मले दिएको आशिष
के गर्नुहुन्छ यसलाई चाहिँ म सही सदुपयोग गर्छु तर त्यही त के सदुपयोग केही कुरामा लगानी गर्छु ल त्यो लगानीबाट फेरि हस् ल लगानी राम्रो होस् यसरी राख्यो भने अब यो लगानी बढ्दैन तर लगानी गऱ्यो भने लगानी बढ्छ ल भैँसीमा है भैँसीमा भैँसीकोमा लगानी गर्ने भैँसी दुध दिने भैँसी कि यो दुध नदिने भैँसी ए ल भैँसीमा लगानी गर्ने दुध दिने भन्छ अरे ल सकिसकेको छ अनि यो भिडियो चाहिँ यति नै छ एकदमै भीमसरलाई धेरै धेरै ह्याप्पी बर्थडे भविष्यको सम्झना राम्रो रहोस्